अब भिडियोको सुरुवात त यहीँदेखि भयो। ठाउँको नाम पनि थाहा छैन, तर आफ्नो बस्ने कोठादेखि हिँडेको झन्डै 3 घन्टा बितिसकेको छ। बसबाट ओर्लिएर पैदल यात्रामा लागेपछि फाइनली स्टार माई भ्लग इन जर्नी। गाइस, हामीले सुर्खेतबाट बिहान करिब 6 बजीतिर हिँडेको होइन। अहिले चाहिँ बट्टी चौकदेखि माथि एउटा आशिका होटल थियो, बट्टी चौकदेखि माथि त्यहाँ चाहिँ खाना खाएर अहिले त्यहाँबाट पैदल हिँडेको समथिङ 40 मिनट जति बितिसकेको छ। यात्रामा भने हराएको यात्री जस्तै म पात्र लगायत। नमस्कार, मेरो नाम हेमन्त लामा हो। दीपक बुढा हो। गाइस, म चाहिँ शङ्कर रोका हो। अहिले हामी 5 जना चाहिँ विशेष अब केही समस्या परेकोले यस्तो पानी नहुने केही नहुने उता कर्णाली नदीतिर जान लागिरहेछ। मौसमले पनि आफ्नै पारा देखाइरहेको छ। टुइटो भनौँ वा माथितिर बग्ने सेतो पहिरो अलिकति अघि वा पछि परियो भने आफूसँगै हिँडेका साथी पनि देखिँदैनन्। आकाशको झरी छेक्नलाई 2 जनाको भागमा एउटा मात्र पोलिथिन, मतलब छाता लगाएको कपडा त सबै भिजिसक्यो। अब पानी शरीरभित्र छिर्न मात्र बाँकी छ। थाहा नपाएको बाटो, त्यसमाथि टुइटो लागेर आफूसँगैका साथी पनि हराउलान् जस्तो देखिने भ्यू पोइन्ट निहाल्दा त महिना दिनसम्म कोठाभित्र बसी किताबतिर घुटिएको भन्दा पनि नेगेटिभ भाइब्स दिइरहेको छ। अब हिँडाइको केही छिनपछि गोठालो गर्दै गरेको दाइ भेटिनुभयो। बाटो सोद्धा त यही रहेछ, तर पुग्न लाग्ने समय सोद्धा 2 घन्टा भन्नुभयो। बाटोमा जति मान्छे भेटिन्छन् सोध्दै हिँड्दै त्यस्तै निरन्तर चलिरह्यो। अहिले चाहिँ हामी यस्तो ठाउँमा छु होइन। अहिले यहाँ चाहिँ उतातिर चाहिँ डह्रो ग्राउन्ड रहेछ, यतातिर चाहिँ बबाल ग्राउन्ड रहेछ। र अहिले चाहिँ हामी यो कुन ठाउँमा छौँ भन्ने कुरा थाहा छैन। अब यहाँ चाहिँ पुगे एउटा चाहिँ घरहरू रहेछ नि, यस्तो छ पट्टि चाले पनि रहेछ होइन। पारिपट्टि त्यस्तो घरहरू छन्। अब अझै यहाँदेखि चाहिँ 2 घन्टा जति जानुपर्ने रहेछ। अनि हिँड्दा हिँड्दा बल्ल बल्ल एउटा घर भेटियो। घरको आँगनमा हाम्रो बाटो कुर्दै बुढो बाँचेर उहाँको छोरी बस्नु भएको रहेछ। बिस्तारै थकित महसुस गर्दै पानी दिन आग्रह गऱ्यौँ। पाटनतिरको पानी खाँदा त फेरि डोल्पाको भाइब्स आइहाल्छ। हामी पुग्ने ठाउँको बारेमा उहाँसँग बुझ्न खोज्दा अरूले त अहिलेसम्म 2 घन्टा मात्र लाग्छ भनेका थिए, तर उहाँ बाजेले भने 2x2 गरेर 4 घन्टा लाग्छ भन्नुभयो। घडीमा 1 बजिसक्यो। यसरी 4 घन्टा लाग्छ भन्दा त जागर फेरि उही आकाशबाट झरेको झरी जस्तै भयो। बुढो मान्छेले भनेको हो जस्तो पनि लाग्यो। फेरि हामीलाई जसरी भए पनि पुग्नै पर्नेछ। ल, अब हामी चाहिँ यहाँ आइसकेपछि बल्ल बल्ल मौसम चाहिँ अलिअलि जावस खुलिरहेको छ। पानी चाहिँ अझै नन परिरहेको छ होइन। अहिले चाहिँ हामी यो पोकली भन्ने ठाउँमा पुगिरहेको छौँ। नाम पोकली हो कि यस्तै के भन्दै हुनुहुन्थ्यो। अनि यहाँको वातावरण चाहिँ जावस अल ओभरमा हेर्ने हो भने अथवा एभरेजमा हेर्ने हो भने चाहिँ डोल्पासँग चाहिँ जावस अहिले यो पानी परेको समयमा चाहिँ जावस मिल्दो रहेछ। अझै यहाँदेखि उता त्यहीँ पुग्न कतिपयले भन्छन् 4 घन्टा लाग्छ, कतिले 2 घन्टा लाग्छ भन्दैछन्। तर हामी अझै हिँडिरहेका छौँ निरन्तर अगाडि। अनि हाम्रो केटाहरू भनेको त्यहाँ पुगिसकेछन् होइन। अनि एकजना चाहिँ अगाडि जानुभएको छ। जावस अहिले अलिअलि भए पनि वातावरण हल्का खुलेको छ। यहाँ चाहिँ जावस सबै पाउँदो रहेछ कि मकैहरू पनि यस्तो बबाल पाउँदो रहेछ, केरा, त्यसपछि फलफुलहरू पनि जावस टन्नै पाउँदो रहेछ होइन। थाहा छैन, अब अर्काको भरमा हिँड्ने हो होइन। अब कतिपयले 2 घन्टा लाग्छ भन्छन्, कतिपयले 4 घन्टा लाग्छ भन्छन्। अब हामी अगाडि जाँदै गरौँ। र मेन कुरो हामी यहाँ पैदल यात्रा हिँड्नुको कारण भनेको गाडी पनि जान्छ जान त। अब अहिले गाडी चाहिँ यो समयमा चाहिँ जाँदो रहेनछ। अनि हामी चाहिँ बिहान सुर्खेतदेखि बिहानै आएको आदिवारसम्म गाडी चढेर त्यसपछि चाहिँ बेलुकै जान्छ अरे। अब बेलुका हामी त गएर पनि अरू कामहरू धेरै गर्नुपर्ने छ। सो त्यसको लागि चाहिँ त्यो कुन काम भने सबै थाहा पाइहाल्नु हुनेछ होइन। जाओस्, बबाल छ यहाँको वातावरण हिँड्ने हो भने दामी देखिन्छ होइन, यस्तो देखिन्छ। अझै चाहिँ यो पुरै मौसम खुलेको भए चाहिँ यताउता डाँडाहरू, सुर्खेततिरको डाँडा, यता दैलेखतिर, त्यसपछि पश्चिम प्रदेशतिर यता अछामतिरको चाहिँ देखिन्थ्यो। यो चाहिँ एकदम पाहाड हो क्या, ठ्याक्कै हाइस्ट ठाउँमा हो होइन। के गर्ने, अब हिँड्दैछौँ। बेलुका कतिखेर पुगिन्छ त्यो चाहिँ थाहा छैन। अहिले चाहिँ हामी यहाँ पुगिसकेका छौँ। हामीहरू जानुपर्ने ठाउँ भनेको यहाँनिर यो लेखेको छ पञ्चपुरी नगरपालिका 1 सुर्खेत लेखेको छ, तर यो पञ्चपुरी नगरपालिका भन्ने ठाउँ जानुपर्ने हो। अनि यो चाहिँ सुर्खेतको एरियाभित्र नै पर्दो रहेछ। कर्णाली प्रदेश सरकारले बनाएको रुट रहेछ। र यहाँदेखि चाहिँ 2टा रोड आएको छ। अब यहाँदेखि माथि जाने कि तल जाने त्यो चाहिँ थाहा चाहिँ भएन। कुहिरो पनि खासै खोलेको छैन अहिलेसम्म होइन। तलतिर चाहिँ हल्का गाईहरू देखिरहेको छ अनि भेडाहरू पनि देखिरहेको छ तल त्यो साइडतिर पनि। अनि योदेखि चाहिँ जाओस् सायद तल नै होला जस्तो लाग्छ मलाई चाहिँ होइन। अहिले चाहिँ दिउँसोको करिब 3 बजिसकेको छ। पैदल यात्रा हिँडेको बिहान 9, साढे 9 बजीदेखि हिँडेको 2:30 भएको रहेछ। अझै 1 घन्टा हिँड्नुपर्ने बाँकी जस्तो छ जस्तो लाग्छ मलाई चाहिँ। यस्तो छ मौसम। अहिले चाहिँ हामी एकदम हाइट ठाउँमा छौँ होइन।
साथीहरू चाहिँ उतातिर बसेको छ हैट के अहिलेसम्म चाहिँ अलिअलि मौसम खुलिरहेको छ बिहानको भन्दा अहिले चाहिँ जाओस् अलिअलि खुलिरहेको छ होइन हामी चाहिँ यो सुर्खेतको बराहताल गाउँपालिका भन्ने नगरपालिका सुर्खेत नै पर्दो रहेछ मैले सोचिरहेको थिएँ सुदूरपश्चिम पल्सतिर पर्छ होला भनेर सो हामी चाहिँ त्यहाँ पुगिसकेका छौँ अनि यो अहिले चाहिँ जाओस् मौसम चाहिँ अलिअलि खुलिरहेको छ होइन अनि यो साइडतिर तलतिरबाट कतै गाउँ छ अरे यो मतलब यो चाहिँ 1 नम्बर वडामा पर्छ अरे तर योभन्दा तल साइडतिर गाउँ छ अरे होइन अहिले चाहिँ जाओस् हामी माथि हाइटसम्म माथि चाहिँ उचाइ भएको ठाउँमा छौँ अनि योभन्दा तल यहाँतिर चाहिँ अलिअलि सानो सानो घरहरू छ अनि योदेखि तलतिर अलिक गाउँ छ अरे पारिपट्टितिर सुदूरपश्चिम प्रदेश पर्छ होला योभन्दा तल चाहिँ कर्णाली नदी पर्छ अरे जाओस् अहिले चाहिँ जाओस् मौसम हल्का खुलिरहेको छ अहिले हामी चाहिँ पैदल यात्रा हिँडेको बिहान 9 बजीदेखि 9:30 बजीदेखि हिँडेको अहिले 3 बजिसकेको छ अनि यहाँको जाओस् वातावरण चाहिँ आज जाओस् राम्रो देखिरहेको छ अहिले राम्रो छ जाओस् अब थोरै भए पनि घर देखिँदा गाउँ जस्तो लाग्यो ओठमा थोरै मुस्कान आयो तर हाम्रो यात्रा रोकिनेवाला थिएन कहीँ कतै नभनी वडा अध्यक्षको घरमा गएर बुझ्दा उहाँको बुढीले अझै तलको गाउँमा जान भन्नुभयो मैले यहाँ पुगेँ होइन यहाँ चाहिँ एउटा स्कुल पनि रहेछ ट्याक्कको स्कुलको नाम चाहिँ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भन्ने रहेछ हामी अहिले चाहिँ यहीँ पुगिसकेका छौँ वडा अध्यक्षको घरमा जानुपर्ने हुन्छ फर्स्टमा वडा अध्यक्षको घर चाहिँ यतातिर रहेछ माथिपट्टि अहिलेसम्म त यहीँसम्म भनी यात्रा गरेका थियौँ अब फेरि अर्को गाउँमा पुग्न भन्ने यात्रामा लाग्यो रुखभरि लडरम्म फलेका आम देख्दा मुख रसाइहाल्यो मागेर खाने भनेको मान्छेहरूको कतै देखिन रुखको माथिपट्टि एउटा घर थियो फेरि चोरेर खान्छु भनेको देखिहाल्नु भयो कसम के खानु अब कुरो फाट्यो भने फेरि पानी पर्न लाग्छ